के छ केटा हो आज चाहिँ म कलेजमा छु होइन आज चाहिँ मेरो अनि प्र्याक्टिकलको फर्स्ट दिन अहिले कलेजमा छु यहाँभित्र वर्कसप भन्ने के भन्ने त्यस्तै छ होइन कार्पेन्ट्रीको म चाहिँ कार्पेन्ट्री पढेको अहिले एक सेमेस्टर पढेँ मैले आइटी अनि अहिले चाहिँ म कार्पेन्ट्री पढिरहेको छु अनि आज चाहिँ फर्स्ट दिन प्र्याक्टिकलको मलाई टुल्सहरू होइन फुल्का टुल्सहरू दिएको थियो यहाँ टुल ब्यागै छ घर गएपछि देखाउँला अनि आज दाइको बर्थडेमा पनि जान्छु म त्यो भएर ब्लग बनाइदिएको यस्तो गरेर गएँ हान्छौँ फेरि होइन पेन्सिल चाहिँ यस्तो हुन्छ कार्पेन्ट्रीको अनि मैले कार्पेन्ट्री चाहिँ किन लिएको भन्दाखेरि अहिले चाहिँ आएँ अनि 7-8 महिना यसो एक्सप्लोर गरेपछि चाहिँ के फिल भयो मलाई भन्दाखेरि चाहिँ पिआर इज नेसेसरी होइन पिआर इज म्यान्डेटरी खालको फिलिङ आयो अनि जस पिआरको पछि लाग्दाखेरि के छ भन्दाखेरि ट्रेडी कोर्सहरू राम्रो रहेछ अनि त्यो भएर मैले त्यसैले आई जोइन कार्पेन्ट्री होइन अरू पनि अप्सन थियो मसँग टाइलिङ पेन्टिङ ब्रिकलेयरिङ टन्नै अप्सनहरू थियो तर आई फाउन्ड कार्पेन्ट्री मोर रिलायबल होइन पछिको लागि पनि अनि पिआरको लागि अभियसली राम्रो छ कामसाम यताउताको लागि पनि पछि गएर होइन आफ्नै तरिकाले पनि गर्न पाएँ नि त त्यस्तो बिग इन्भेस्टमेन्टहरू चाहिँदैन होइन आफ्नो टुलहरू यतिकै यसरी यो भनेको एकदम बेसिक टुल हो होइन म देखाउँछु सुरुमा टाइलिङ गर्न लगाएको थिएँ होइन मैले मैले अनि एउटा दाइले टाइलिङ गरिराख्नु भएको थियो अनि त्यो दाइले पनि टाइलिङ राम्रै छ गर्न त गर तर सबै कुराहरू बुझेर गर एकचोटि सबै बुझ यताउता भन्नुभयो होइन टाइलिङहरूमा अलिकति यता निहरूमा यस्तो घोडा नि हुन्छ नि खुट्टाको नि अनि यस्तोतिर अलि प्रब्लमहरू आउँछ किन भन्दा कन्सटेन्टली घोडा टेकिराख्नु पर्छ टाइलिङको कामतिर ग्राउटिङहरूको कामतिर भनेर भन्नुभएको थियो अनि ल ठिक छ नि त भनेर मैले बुझ्दाखेरि मलाई कार्पेन्ट्री चाहिँ राम्रो लाग्यो अहिले चाहिँ म स्पेन्सर टेक्निकल कलेज हो होइन युनिमा थिएँ म कलेजमा आएको अनि म पहिला ब्याचलर पढिरहेको थिएँ अहिले म डिप्लोमामा छु होइन तर डजन्ट म्याटर अब रिस्क छ भन्छ अरूले होइन तर मलाई चाहिँ वर्थ इट लाग्यो होइन वर्थ द रिस्क भने जस्तै किन भन्दाखेरि इट्स नट द्याट कि यो चेन्ज गऱ्यो भन्दामै अब पुरै भिजा बिग्रिने भन्ने हुँदैन जस्ट वाट इफ भन्ने कन्डिसनले गर्दा मान्छेहरू डराउँछ ब्याचलरबाट डिप्लोमा चेन्ज गर्न अब के हो मलाई थाहा छैन होइन मैले बुझेअनुसार चाहिँ त्यही हो अब ब्याचलरबाट डिप्लोमा गऱ्यो भने चाहिँ लेभल घट्छ अरे होइन एक्युएफ लेभल के समथिङ घट्छ अरे अनि डिप्लोमा लिएपछि एडभान्स डिप्लोमाको नि सिओई भनेको एक्स्ट्रा 500 जति पर्छ होला त्यो पनि लियो भने चाहिँ फेरि एक्युएफ लेभल ब्यालेन्स हुन्छ के भनेर थियो होइन ट्राभल नगर यताउता भनेको थियो तर मन लाग्यो भने ट्राभल गरिन्छ खासै प्रब्लम भएन यो कुराहरू भनेको अलि रेरै हुन्छ क्या किन भन्दाखेरि ब्याचलरबाट डिप्लोमा गएर एयरपोर्टबाट घर फर्काइदियो भन्ने केस चाहिँ अलिक कमै हुन्छ जस्तो लाग्छ कि मलाई किन भन्दाखेरि धेरै फ्याक्टरहरू हुन्छ कि काम 24 घन्टा भन्दा बेडी के भन्छ बेसी गरिदिन्छ होइन अनि त्यस्तै के गरिदिन्छ क्या मान्छेहरू असाइनमेन्ट नगर्ने कलेज नआउने म त दिनकै आउँछु कलेज होइन भन्नै पर्दैन प्र्याक्टिकलमा यस्तो कस्तो हान्छ होला मैले यहाँ फेरि मेरो कार्पेन्ट्रीको बेल्ट सेल्ट सबै ह्यामर स्यामर होइन के यहाँ म देखाउँछु मेरो हात हतियारहरू अब टन्न सामानहरू पनि किन्नुपर्छ बिस्तारै काम गर्दै गएपछि होइन अरू सामानहरू सब जोड्नुपर्छ अल्लाइ त जे छ इट्स अल राइट होइन के हो भनेको त्यो हो धेरै कुरा छ म घर गएर देखाउँछु अनि अहिले चाहिँ मेरो ब्रेक हो अहिले चाहिँ म एउटा खतरा चिज बनाएको छु त्यो पनि देखाउँछु म होइन सो सी यु गाइज के छ केटा हो फाइनली घर पुग्यो होइन पानी परिरहेको छ घर पुग्ने 1 घन्टा लाग्छ यार जामले गर्दा ब्रिजबेनको चाहिँ रोड ट्राफिक जाम ब्रिजबेनमा त नहुने सबै ठाउँमा होला लास्टै नराम्रो क्या जुन ठाउँ पनि त्यो यार अब चाहिँ म मेरो सामानहरू देखाउँछु होइन कसरी देखाउँछ सामान केटा हो मैले पाएको सामान भनेको चाहिँ यो हाई भिजिबिलिटी भेस्ट भयो होइन मैले अघि नै देखाइसकेको थिएँ ल हेरौँ न यो भनेको लेभल नाप्ने हो होइन यसरी सर्फेसमा राखेर यो चाहिँ बिचमा हुनुपर्छ होइन केटा हो यो लिक्विड छ नि
यो बिचमा हुनुपर्छ नि यो सर्फेस ब्यालेन्स छ भन्नु मिल्छ कि यो ब्यालेन्स छ नि क्यामेरा त्यस्तो छ नि यो भनेको ब्यालेन्स हो होइन यो भनेको चाहिँ अब जेस लेभल सेभल नाप्नलाई अनि यहाँ छ ग्लास होइन सेफ्टी ग्लास अघि लगाइरहेको थिएँ अनि यहाँ सेफ्टी बुट्स छ होइन स्टिल टो हो यहाँ स्टिलको हुन्छ यो मेरो बेल्ट यो चाहिँ के भन्दाखेरि यसको नाम CHISEL सिजर त्यस्तै केही छ होइन यसको नाम जस्तै काठको छ त्यसरी आफू घरको नफर काम होइन यो चाहिँ यहाँ जान्छ कसरी चलाउने यार मैले काम गर्ने बेला क्वालिटी हुन्छ बिस्तारै हाल्दै गएपछि होइन यसको चाहिँ मैले 3टा सेट पाएको छु है 3टा यो हल्का सानोवाला यो हल्का मिडियम यो चाहिँ सबसे लास्ट रहेछ मैले बोकेको सो यो भयो एउटा अर्को त्यसलाई कहाँ राखौँ ल यो चाहिँ यहाँ गयो अहिलेको लागि कहाँ हो मलाई थाहा छैन त्यो चाहिँ लिड पेन्सिल भयो होइन त्यो यहाँ जान्छ काटेर त्यसले गर्दा त्यस्तै जान्छ होइन त्यो चाहिँ एक प्लग है केटा हो एक प्लग खोलिहाल्नु यो चाहिँ अब लाउड मिसिनरीहरू हुने बेला लाउने खालको रहेछ होइन अनि हामीहरू यहाँ पछाडि यो चाहिँ मेरो ह्यामर भयो होइन कार्पेन्टको एउटा बेसिक ह्यामर हो यसको राख्ने फल चाहिँ यो हो यो यसको राख्ने फल चाहिँ अनि हामीसँग मेजरिङ टेप छ 8 मिटरको होइन हाइट नापिदिनु 180 सेन्टिमिटर 180 सेन्टिमिटर भनेको 10.8 के भन्नु 180 सेन्टिमिटर भनेको झन्डै 511 हो होइन म चाहिँ त्यो बुझ्दा हुन्छ यो यहाँ जान्छ होइन यो भनेको रेकिङ बार भन्छ यसलाई चाहिँ जस्तै खाने सर्ट छिर्ने होइन मान्छे सानो मार्चहरू त लक्कै हेर्छु यो चाहिँ टेप होइन कार्पेन्टर टेप जाँदो दिएको टेप स्केल भन्यो कस्तो हुन्छ यो स्केल हो यो चाहिँ सो अरू के छ हामीसँग यसको पनि मेरो मेजरिङ टेप यहाँ जान्छ मेजरिङ टेप चाहिँ यहाँ जान्छ है म चाहिँ यो चाहिँ नलेज भिडियो हो होइन मलाई सब थाहा म सिकाउँदैछु ठिकै छ टेन्सन हुन्छ त्यसै काम गर्दैन केही छैन मैले यो स्केल यहाँ जाने भयो होइन यो भनेको चाहिँ होइन यो भनेको चाहिँ केही न केही हो होइन कार्पेन्ट्रीमा काम लाग्छ पछि काम लाग्ने थालेपछि म भन्छु अनि पेन्सिल भयो पेन्सिल लाग्न पुरा ठाउँ छ अरे मलाई अब मलाई काम गर्ने लास्ट हो पेन्सिल लाग्छ होइन काहीँ न काहीँ त धर्न पाउनु पर्ने मैले त्यसै त दिँदैन होइन काहीँ न काहीँ त पाउँछ यो चाहिँ अब हाम्रो टप्स भयो होइन अब कार्टुन भइसक्यो म कार्टुन त नहुनु प्रोफेसनल भइसक्यो अनि यो चाहिँ मेरो टुल नाइफ ए अनि हाम्रो मेरो नाइफ पनि छ कार्पेन्टर नाइफ चाहिँ मेरो पर्सनल नाइफ हो यो चाहिँ काट्छ होइन धेरै कुराहरू काट्छ एकदम खतरनाक छ फेरि यहाँ थिच्यो भने यस्तो टक्क भन्दा हुन्छ ग्लोभ्स होइन कस्तो देखाएको केटा हो मलाई एउटा टिकटक सिकटक बनाउनु पर्छ जस्तो छ यतिको होली आमा त सक्छु लिएर ठिक छ पछि गरौँला होइन यस्तो कुराहरू यही हो सामानहरू अरू केही पनि छ होइन त्यस्तै छ केटा हो छिन दाइकोमा जान्छ केटा हो म चाहिँ अब दाइकोमा जानु लाग्यो होइन यसो यस्तो म चाहिँ अहिले मानसिक तनावमा छु होइन म यसो नराम्रो खबर सुनेको छु मेरो चाहिँ $2000 को फाइन आएको छ अरे क्या गाडीको $2000 को फाइन त के को हो कस्तो हो थाहा छैन होइन जस आएको छ भने थाहा अहिले एकछिन थाहा हुन्छ किन भन्दा मेरो गाडी अहिलेसम्म मेरो नाममा आएन अहिले अर्कै दाइको नाममा मेरो फोटो आइडी यताउता नभएको झन्झटले गर्दा अब नाममा आफ्नो सरनाम पनि सार्नु पऱ्यो चाँडै गएर $2000 को फाइन या $2000 भनेको त टु मच हो नि 4-5वटा फाइन आयो भाइ स्पिड टिकट स्पिड के को भनेको थियो होइन ल 4-5वटा आयो भने 5वटै आयो भने नि एउटा फाइन $400 को त आउँदैन होला नि त आयो त्यहाँ त्यस्तो स्पिडिङ नै गर्दिनँ आएर मैले यो क्यामेरा नहुने ठाउँमा यता गर्छु होइन यो बाटो मात्र मैले स्पिडिङ गर्ने यदि यो बाटोमा क्यामेरा रहेछ भने चाहिँ
आइएम फक के तर त्यो बाहेक चाहिँ केहीको पनि अब यदि फाइन आएको रहेछ भने चाहिँ म चाहिँ मान्दिनँ है मैले त्यो गरेको भनेर म चाहिँ एपिल गर्ने हो के हो कसो हो भनेर अनि यो चाहिँ हो हाम्रो लिभिङ रुम यहाँ यसो कहिले काहीँ पल्टिन्छ अब त लथाङले दिन्छ तर यो हटायो भने हटाएर इमेजिन गरेँ भने चाहिँ ल टक्कै यति मात्र दामी हो नि त होइन त्यही हो केटा हो तनाव छ $2000 फाइन भनेको त टु मच भयो यार कि मैले के गरेको छु त्यस्तो $2000 फाइन हान्नलाई के अधिकार छ यार तर अहिलेसम्म मैले हेरेको त छैन है के को फाइन भनेर त्यही भएर म अहिलेसम्म त्यस्तो आत्तिएको छैन होइन तर हुन चाहिँ खत्तमै भइसक्यो खत्तमै भयो बर्बादै भइसक्यो मेरो अलिअलि पनि पैसा चुना लाग्छ एउटा न एउटा फाइन त मेरो एउटा न एउटा त के 4-5वटा फाइन छ भनेपछि एउटा फाइन क्यान्सल गर्न सकायो भने नि ठुलो कुरा हो क्या त्यो 4-5वटामा चाहिँ के गर्नु यार कहिलेको फाइन हो एकैचोटि आयो क्या त्यही भएर तनाव भयो क्या अब दाइकोमा निस्किन लाग्यो बाहिर निस्किन लाग्यो मुडै खराब भयो मुड खराब हुँदै घर आएको मुड खराब हुँदै जानुपर्ने भयो यार त्यही छ केटा हो अरू त यहाँ लुगासुगा सुकाउने लुगासुगा सुकाएको छु केटा होइन यो यहाँ चाहिँ पानी परेर यस्तो हिलो जमिरहेको क्या मैले गाडी ल्याउनु नहुने हो पानी परेर बेला त्यही हो केटा हो अब यहाँ हाम्रो बस्ने ठाउँ भइहाल्यो म चाहिँ अब दाइको घरतिर हिँड्यो ल केटा ल गीत भन्छ कति चाँडो खो गर्नुभयो ल खोज्नु तपाईँ भन्नु त के हो नखोज्नु लामो त बक्छ तपाईँ भन्नु के हो तपाईँ दिदी के होला ल तिमी भन त भाइ के हो त्यो भन ल छिटो भन हेरेर भन्नु होइन सोचिरहेको छु त्यो उसो पर्छ के हुँदैन मैले भने मात्रै एकदम राम्रो लाग्यो पर्छ रहेछ लागिरहेको थियो मलाई थाहा थियो मैले झुटो बोले म सँगै गरेँ किन मैले सुनिसकेको थिएँ नाटक गर्दै मलाई लाग्न लागिरहेको थियो गर्लफ्रेन्ड ल ल ल के भन्ने रे ह्यापी बर्थडे टु माई फ्युचर हस्बेन्ड भन्ने Happy birthday to my future husband. ल के निल्ने हो कि के हो यतिको मुख राख्ने हो भित्र निल्ने एक पख हान्दिनु हेलो 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 के छ हेलो भएर हेलो के नि हेलो हेलो झन्डी पाइदियो क्या अब नर्मल आयो नर्मल आयो ल भयो सबैजना क्याप्चर गरेर यो त भाइरल हुन्छ